अहिले हामी आइपुगेको छु पोखराको गुप्तेश्वर महादेव गुफा। हेर्नुहोस्, मेन बजारमै छ यो गुफा। म तपाईँहरूलाई लिएर जाँदैछु र त्यहाँको भित्र कस्तो छ म तपाईँहरूलाई देखाउन गइरहेको छु। गुप्तेश्वर धाम आइपुगे। हेर्नुहोस्, यो चाहिँ जमिनबाट 100 फिट मुनि छ यो धाम चाहिँ, र गुफा छ। म तपाईँलाई लिएर जाँदैछु। हेर्नुहोस्, टिकट काउन्टर यहाँ छ। कसरी रहेछ टिकट? 50, एकजनाको 50। टिकट एन्ट्री गर्नुपर्छ। भएन यता उता यता उता, म यता है। खोल्नु मान्दैन त। गुफाको छेउमा आइपुग्दाखेरि चाहिँ पुरा झर्नाको साउन्ड सुनाइदिन्छ। म तपाईँलाई त्यहीँ लिएर जाँदैछु। यो गुफा चाहिँ कसरी बन्नेको र कहाँबाट सृष्टि भएको म तपाईँलाई भन्दैछु र कहानी छ। कतिजना यहाँको स्थानीय बासिन्दाले अब घुम्दै घुम्दै त्यति बेला हेर्दाखेरि यो जमिनमा चाहिँ एउटा सानो छेद चाहिँ देखे अरे, दुलो देखे अरे। र दुलो देख्दाखेरि चाहिँ त्यसको छेउमा जाँदाखेरि चाहिँ पुरा झर्नाको साउन्ड, पानी बगेको आवाज चाहिँ सुने अरे। त हिम्मत गरेर चाहिँ त्यो दुलोलाई चाहिँ ठुलो बनाएर चाहिँ भित्र पसेर हेर्दाखेरि चाहिँ उनीहरू छक्कै परेर यत्रो ठुलो गुफा, घुमाउदार गुफा थियो अरे। उनीहरू चाहिँ अब अर्कै दुनियाँमा पुगे जस्तै भयो अरे त्यो गुफाभित्र पस्दाखेरि चाहिँ। अब गुफा चाहिँ कहाँसम्म छ, लामो, अब कति लामोसम्म छ भनेर लास्टसम्म हेर्दाखेरि चाहिँ एउटा आफै उत्पत्ति भएको शिवलिङ्ग भेट्नु भयो अरे। त्यति बेलादेखि उहाँले नाम राखिदिनु भएको गुप्तेश्वर महादेव। तर मेन रहस्यमय थियो पानीको आवाज। त्यो पानी चाहिँ कहाँबाट आएको? ठुलो पानीको आवाज चाहिँ त्यो सानोतिनो धारा होइन, यो पोखराको प्रसिद्ध एकदम फेमस देवीस फल नामक झरना छ। झरनाको पानी चाहिँ यही गुफा भएर चाहिँ बग्छ। यो गुफाको रहस्य यहाँसम्म सीमित छैन। यहाँ स्थानीय मान्छेहरूको सोचाइ छ कि यो गुफाभित्र अझोरा सुरुङ छ, त्यो सिधा काठमाडौँको पशुपतिनाथ मन्दिरसम्म पुग्छ। हेर्नुहोस् राम्ररी, एउटा अचम्म लाग्ने चिज छ यहाँ। हेर्नुहोस्, गाईको थुन जस्तै छ। सबैजनाले पनि यहाँ पूजा गर्नुहुन्छ, ढोक्नुहुन्छ। त्यही भएको कति भएको हेर्नुहोस् यो ठाउँ। बाबा बसेको नि बोले बाबा। यहाँ त आफै भएको होइन, आफै भएको कति मजा भोले बाबा र सापको काजली जस्तो नि, कति मजा। कति मजा लाग्छ। तपाईँहरूलाई कस्तो लाग्यो यो गुप्तेश्वर महादेव गुफा र कमेन्ट गरिदिनुहोस् होला। र साथै साथ जय गुप्तेश्वर महादेव र हर हर महादेव भनेर कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनुहोस् होला। यो ठाउँमा चाहिँ यस्तो पानी छुँदैछ हेर्नु सबमाथिबाट, यो ढुङ्गामाथिबाट आफै यो उत्पत्ति भएको यो ठाउँ। तर एउटा चिप्लो छैन मुनिको। यहाँ हेर्नुहोस्, हामीले चाहिँ कसरी नमान्नु जे भगवान् छैन, यस्तो यस्तो ठाउँहरू पनि छ हाम्रो सोचको बाहिर छ। यो हामीले सोचेकै थिएन, कल्पना गरेको थिएन यस्तो चिजहरू पनि हेर्नु पाउँछु भनेर। आजको ब्लग यति नै। पोखरा टु मुस्ताङको ब्लग लिएर तपाईँहरूकोमा हाजिर हुन्छु र मेरो ब्लगलाई हेर्दै गर्नुहोस्।